घर सिन्धुपाल्चोक हो। हालमा तिलगाममा एउटा सानो कोठा भाडा लिएर बसिरहेको छु र मैले गर्ने कमला दिदी अनि त्यो भिडियो चाहिँ उता पुग्यो होइन। अनि उता पुगेर चाहिँ उहाँ दिदीहरूले तपाईँलाई थोरै रकम पठाउनु भएको छ। कति रहेछ रकम? कन्भर्ट नेपाली रुपिस 23,780, टोटल US $205 त्यो पठाउनु भएको छ। अनि तपाईँलाई चाहिँ अब हिजोको तपाईँको दुःख सुनेर चाहिँ उहाँहरूले थोरै रकम सहयोग गर्नुभएको छ। अनि उहाँहरूको लागि तपाईँ के भन्नुहुन्छ? धेरै धन्यवाद। म खुसी छु होइन। अब यस्तो बेलामा उहाँहरूले पनि काहीँ न काहीँ मेरो लागि गरिदिनु भयो। म यो गाएको धेरै धेरै धन्यवाद भन्न चाहन्छु। Donation names are Tenzin Kunsa from New York $50, Gurmeet Dorje from New York $50, Kesan Diki from Chicago $105, total US $205, convert Nepali rupees 23,780. 23,780 पठाउनु भएको छ। धेरै खुसी छु। उहाँहरूलाई पनि धेरै सुख शान्ति होस् भन्न चाहन्छु। म भगवान्सँग प्रार्थना गर्छु मेरो तर्फबाट भनेर अहिले चाहिँ यस्तो धेरै गाह्रो भइरहेछ, हिँड्न पनि धेरै गाह्रो भइरहेछ। मलाई हुलचेयर पनि बिग्रेको अब पहिला कति पर्छ? थाहा छैन मलाई त। व्हिलचेयरमा भन्दा आर्टिफिसियल सुज लगाएर हिँड्नु पाएदेखि अब म अलिकति हिँड्नु सक्छु। एउटा बाटोमा नाङ्लो पसल गरेर खाइरहेको थियो। अहिले लकडाउनले मेरो पसल व्यवसाय सबै मेरो डामाडोल भइरहेछ। 5,000 भाडा तिर्नुपर्छ। मेरो बाबु छ, 7मा पढ्छ। बाबुको लागि पनि अब मैले गर्नुपर्छ। 3जनाको परिवार छ। सानो जस्तोको टाउरामा बसेको छ। त्यो पनि बर्खामा पानी आयो भने धेरै पानी चुहिन्छ, धेरै समस्या छ।